तो गाइस, तो कैसे हो आप सब। तो आज हम खेलना चाहूँ टाइकून। इसका नाम क्या था भाई, भूल गया मैं। एक सेकेंड, इसका नाम गाइस कुछ भी है पर गाइस मैं भूल चुका हूँ। गाइस अब मेरी स्ट्रेंथ पावर ये है वीकनेस, क्या बोलते हैं इसे, 1 मिनट मिल चुका है मुझे, छोड़ो। ओह 25। और फिर गाइस ये देखो, हम अब ऐसा करते हैं जैसा कि अब हमें चाहिए होगा ऐसे विंस, जिससे कि हम ये सब डंबल्स खरीद सकते हैं, फिर जिससे कि हमारा स्ट्रेंथ बढ़ जाएगा 150 मिलियन, 50 मिलियन और फिर ये लास्ट 250 मिलियन। गाइस ये तो ग्लिच वेट है भाई। अनि गाइस यहाँ हेर्नु, अनि हामीलाई यस्तो स्टेज यस्तो हानेर हाम्रो पावर अपले गर्दा हामी यसरी हानेर पार्कोर हान्नुपर्छ। सेकेन्डमा त गाह्रो छ है हेर्नु। अबे यार ये बंदा कौन आ रहा है यार, चल। गाइस अब मसँग आइसक्यो 3 विन्स। गाइस म तपाईँलाई एउटा झ्याम दिन्छु, त्यो कता हो यार आइको। गाइस अब हामी ग्रुपलाई लाइक और गाइस एउटा कुरा भन्ने बिर्छु, लाइक और सब्सक्राइब हान्नु है गाइस। लाइक सब्सक्राइब ती हान्नै हाल्नुपर्छ। चलो अब मसँग भइसक्यो 13 विन। अब म कुन डम्बल लिन सक्छु गाइस। अब म यो स्टोन वाला डम्बल लिन सक्छु, तर मैले यो लिन सकिनँ गाइस। अब हाम्रो स्ट्रेन्थ 12 बढिरहेछ। अनि गाइस यहाँ लेभल नि छ यता माथि, मेरो लेभल 13 भइसक्यो। मेरो लेभल कति स्पिडले बढिरहेछ यो डम्बलले। अब गाइस अब म लेभल गाइस एकछिन रिवर्ट मेरो आउनु लाग्यो, त्यसपछि म अब रिवर्ट गर्छु। मेरो रिवर्ट आउनै लागिसक्यो। अब यो लास्ट लेभल हो, रिवर्ट आयो, चलो रिवर्ट गाइस। अब त मेरो 18 देखि बढिरहेछ। अनि गाइस यति छिटो म 13, 14, 15 लेभलमा पनि पुगिसकेँ। हाम्रो अर्को लेभल 50 रिवर्ट भएको छ, तर म अहिले गइरहेछु 25 लेभल खोलाइहालेँ। 21, 22, 23, 24 एन्ड 25। गाइस हामीलाई यो हान्नुको साथ पार्कोर नि गर्नुपर्छ। अब म 500 वालालाई 1 ट्यापमा मारेर छु यार, म यति स्ट्रङ भइसक्यो। अब यो हो 10K गाइस। 10K ले त हामी मार्नु सकिरहेछौँ, तर गाइस अब हामीले 100वटा पुगिरहेछ। ओके त पार्कोर छ गाइस। अब हामी यसमा ओके यो हामीले गर्नु पर्छ। यो त साह्रो लाग्छ होला। मैले यो 10 विन उठाउँछु अनि अर्को हाम्रो 20 विन हो, त मलाई अहिले 2टा विन मात्रै चाहिन्छ। यो तोडो और फिर आगे चलो, यो पनि तोडो और फिर आगे चलो। ओके तर हामी अब 3 विन हो, यसले नि भन्न सक्छ हामी 3, 2, 1। ओके तोडो, चलो। ओके गाइस फेरि हामी 10 मिनटमा आइसक्यौँ। अनि मैले यता 28 विन्स पाएँ। अब हामी यो लिन सक्छौँ 20 विनमा, लो परचेस गाइस। और फिर तपाईँलाई मेरो भिडियो राम्रो लागिरहेछ भने लाइक एन्ड सब्सक्राइब ठोकिदिनु होला। यो 10 विनको हो। रुको गाइस अब म 10 विन गरेर यो रस्टी कोइल लिन्छु। मैले 1 ट्याप और फिर अब म लिन्छु रस्टी कोइल 1 ट्याप।
ओ यार शिट मलाई छि त्यही भएर मलाई यस्तो आगे पछिमा जम्प गर्नै मन लाग्दैन भने यार छि यसको नि वान ट्याब जम्प ओके वान ट्याब त लाग्दैन किनभने हाम्रो पहिल्यैदेखिकै हो यो मैले अहिलेसम्म जिम हालेको छैन ओ यसको त हाम्रो 75 बढेर छ म अहिले 1 सेकेन्डमा मेरो अहिले रिवार्ड आउँछ होला एकछिनमा मेरो 40 लेभल भयो योसँग कुन हो रहा छ यार हडु भाइ लो यार मैले यसलाई हल्सम्म सकेछु तर अहिले हामी 1000 हान्दा छौं म आफ्नो लेभल 50 पुगाउँछु त्यसपछि यसको 46 मा ट्राई गर्छु ओ हावा छिटछिटो भइराछ यसो हो र ओ 200 ओरामा फ्लेम एउटा ओरा छ ओ म खोज्छु अब हाम्रो के पनि हुँदै छैन यसलाई हामी स्टप गर्न सक्छौं 2000 ओ यस्तो भयो चल स्पिड हो जाएगा शिट यार हामीलाई स्पिड को दिनु पर्यो यो कतिको हो 10 को हैन मलाई स्पिडले चाहिँ मलाई 2 रोबक्स मात्र चाहिन्छ म अब त्यताबाट 3 विन्स लिन्छु त्यसपछि हाम्रो हुन्छ चलो अब म यताबाट लिन्छु कता त्यो स्पिड कोयल ओके 25 कता हो 25 त हान्यो भने मेरो 1 विन भयो है ओ यस्तो हो अब गाइस आई ये क्या है गाइस यसले के गर्छ मलाई थाहा भएन मेरो रिवर्ड पनि आइसक्यो गाइस त्यसपछि अब म यसलाई पुरै गाइस अब त मैले 10 को 2 शटमा हान्नु छु यार यति पार्टी भइसक्यो ओके नो यार मैं इसको कसरी गरिराछु यार हामीलाई त्यसको पार पनि सजिलो हुनुपर्छ त्यसको लागि हामीलाई स्पिड चाहिन्छ अनि मलाई थाहा छैन स्पिड गेन्ती कसरी गर्नु अनि यसले हामीलाई अलिअलि स्पिड त बनाउँछ तर यति पनि स्पिड बनाउँदैन अनि म यसको लास्ट लेभल त कम्प्लिट हान्न सक्छु मतलब भन्छु होला तपाईलाई यसको ओके ओ माय गॉड अब त म मर्सी गाइस कुरामा त यार यसको त त्यही पनि म सक्दिन 10 विन लिएर जान्छु म मेहनत किप गर्न हैन वैसे अर्को ती कतिमा हो र म स्ल्याप्स माथि किन गएर छु ओ हामी त ट्रेनिङ नि गर्न सक्छौं ओ यो त फ्री हो 1.5x को ओ मलाई 122 दिइरहेछ तर मेरो अहिले रिवार्ड कति छ ओ मेरो अहिले रिवार्ड त 1 छ र रिवार्ड अब मेरो रिवार्ड 75 भएपछि त्यसपछि मैले 4 गरे भने म यसमा पुग्छु 10 विन गरे भने गाइस म 6x मा पुग्छु तर 14 मा गरे भने त 10 स्ट्रेंथ मा पुग्छु त्यसपछि हाम्रो मल्टिप्लाई 10 हुन्छ बाप रे यार प्लिज गाइस मलाई ओरा लिनको मन छ तर के गरौँ यार मेरो 60 लेभल भइसक्यो किन ट्रेनिङ हाल्छु स्पिडली म त
65 लेभल भइसक्यो अब म जान्छु त्यसपछि विन्स अलिअलि कलेक्ट हान्छु म के गाइज मलाई आफ्नो स्पिड कोइलहरू नि बढाउनु पर्यो जसरी म स्पिडली भाग्न सकु गाइज यता यति खतरनाक तरिकाले पानी परिरहेछ यहाँ म अब त 10k वाला त 1 मुक्केमा हराउन सकिरहेको छु ओ बच्चु गाइज अहिले त म बाटोमा वान टाइममा मर्थेँ यार म ट्राई हान्छु है त चल भाग के करूँ आउँछ शिट यार मैं कैसे नहीं कर पा रहा छी यार मैं कर ही नहीं पा रहा जो टेलीपोर्ट भी मार सकते हैं गाइज अनि तपाईलाई यसको अझै गाइज तपाईलाई यो सिरिज मन पर्छ अनि गाइज अबदेखि हामी एउटा सिरिज खोल्न जसमा हामी यस्तो पावर अप गर्छौं अनि गाइज अब हामीले यस्तो गर्यो हैन त्यसपछि हामी 50 वटा भिडियोलाई त्यस्तो गर्छौं त्यो 50 वटा भिडियोलाई बनाउँछ नि यस्तै सिरिजको मतलब यस्तै लगातार सिरिजको त्यसपछि हामी गिभ अवे हान्छौं गाइस अनि गिभ अवे ति म अहिले भन्दिन 50 भिडियो भएपछि मात्रै भन्छु म तपाईहरुलाई कि त्यसमा तपाईहरुले गिभ अवेमा के पाउनुहुन्छ गाइस तपाईले जे पनि पाउनुहुन्छ म पहिला एउटा स्पिन व्हील तयार हान्छु ओके नो ब्रो बाच्यो गाइस अहिले चाहिँ हामीसँग 31 रिवर्थ क्यू भएर हो यार 31 विन्स भइसक्यो अब अर्को यार म जहिले स्ल्यापमा किन जान्छु डम्बल यार 60 विन्स चाहिन्छ यहाँ म 60 विन्स गरेर आउँछु गाइस एकछिन है लो और फिर ऊपर जम्प ओके गाइस तपाईलाई मेरो भिडियो राम्रो लागिहाल्छ नि लाइक सब्स्क्राइब हान्दिनु होला गाइस ओके बाच्यो गाइस त्यसपछि हामी यस्तै अर्को सिरिज पनि यार म यसलाई किन तोडिरहेछु गाइस त्यसपछि हामी ब्लक फ्रुटको नि सिरिज ट्राई गर्छौं यो त तर अरा वाला गेम हो हामीलाई अरा पनि त चाहिन्छ म त बिर्सिरहेँ यार जो कि छ यता जो कि हामीलाई 200 विन्समा मिल्छ गाइस अनि यो सिरिज माथि म रोबक्स युज हान्दिन म अरु सिरिज माथि रोबक्स युज हान्छु गाइस मैले पहिला भिडियो किन नल्याक्यो भनी यार म यसलाई घरि किन टुर्छु मतलब कि गाइस म पहिला आफ्नो भिडियो किन नल्याएको भनी मेरो एक्जाम चलिरहेको थियो त्यही भएर मैले नल्याएको भिडियो त्यही पनि अहिले म भिडियोमा धेरै काम गर्न नरहेको छु सरी गाइस वन टैप ओके 60 विन्स चाहिन्छ और फिर ये जम डबल का तो छ ये रहा डम्बल चलो 25 अब हामीसँग आयो डायमन्ड वाला डम्बल त्यता ट्रेनिङ गर्न अबे भाई 500 उड़ रहे बाप रे ये तो हमारे एक सेकंड में हो जाएगा 95 96 97 और फिर 98 99 100 चलो रिवर्थ सरी गेममा चाहिँ रिवर्थ धेरै इम्पोर्टेन्ट हुन्छ अब हाम्रो नेक्स्ट रिवर्थ 100 मा हो अहिले मसँग 1 मिनटसम्म धेरै गरीब भइसक्यो तर म 100 लेभल गर्छु मतलब 90 लेभल पुगेपछि म फेरि लेभल पार गर्न जान्छु त्यसपछि म स्पिड कोइलहरु लिन्छु यसरी म स्पिड राख्छु अनि त्यसपछि म त्यो लेभललाई पार हान्छु माथि धेरै गाह्रो भइराछ मलाई 82 त भइसक्यो 83
मेरो क्यारेक्टरको गाइस मेरो क्यारेक्टर हुँदैन गाइस अब हेर्नु म बिल्डमा पुगिसकेँ यार BUILT गाइस अनि तपाईँ कमेन्टमा 3 चोटी स्ट्रेन्थ कमेन्ट हान्दिनु नि त्यसपछि म नेक्स्ट भिडियोमा तपाईहरुलाई साउट यार मेरो के भइराछ साउट आउट दिन्छु अब म नेक्स्ट यता कति हो रे नेक्स्ट 250 मा जम भाइ हेर्नु यो कस्तो छ भने 4 वाला हामीलाई नयाँ वाला चाहिएको लागि 250 चाहिन्छ विन्स गाइस म यसको नेक्स्ट पार्ट नि बनाउँछु गाइस अनि तपाईलाई यो भिडियो राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला गाइस अनि मैले लाइक सब्स्क्राइब कतिचोटी भने त्यो भनिदिनु होला जम प्लिज शिट यार म यो कसरी गरेर आछिन मैले रब भिस उठिसक्यो यार छि अब म डम्बलले हाल्छु अब यार यो जर्नल ट्रेनिङ कसरी गर्ने इल्ले बेटा वन ट्याप रेडी ट्रेनिङ चलो ओके वन डैब गाइस बाय बाय अब हाम्रो यति थियो च्यानल यो अब तपाईलाई नेक्स्ट पार्ट चाहिन्छ भने लाइक सब्स्क्राइब गरिदिनु होला बाय बाय